हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म यो पार्कमा घुम्न आइरहेको छु। देख्न सक्नुहुन्छ यहाँको फुलहरू एकदम सुन्दर छ। सरर यसो भिडियो हेर्नुभएको छ भने लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोस्। बाँकी यो घुम्ने छ एक्लै दाइ हुनुहुन्थ्यो, दाइ भर्खर निस्केर जानुभयो। अहिले चाहिँ म एक्लै छु। भइरहेको हो ट्याक्क पारिकन ढ्याउ चाहिँ म ट्याक्क अलि जुम भयो। तपाईँको सामु म फेरि पनि आइरहेको छु। यहाँ चाहिँ यो त्यस कुरा थाहा भएन, तर चाहिँ यहाँ बच्चाहरू खेल्ने ठाउँ पनि रहेछ। यहाँ चाहिँ फुलहरू यता त्यही गर्छु। अब बिहान घुमिरहेको छु अहिले चाहिँ। अहिले पुग्नुहुन्छ यता है। फेरि पनि म फोटो क्लिकतिर आएको छु। यहाँ देख्नु सक्छ सरर फुलहरू छ। एकदम आनन्द छ है। बच्चाहरू घुम्नुहोस्, यो फुलहरूसँग रमाउनुहोस्। यता पार्क छ, यहाँ जापानिज घुम्न आउनुभएको छ। यता फुलहरू फुलेको छन्, सेताहरू, हरियो फुलहरू सबै छ। चाहिँ नेपालको लालीगुराँस अनि कोइरालाको फुल जस्तै है, त्यस्तै खालको। यो पनि घुमिरहेको छु अहिले ट्याक्क। हजुरहरू पनि घुम्न आउनु सक्नुहुनेछ। यस्तो भिडियोलाई माया गरिदिनुहोस्। एकदम सुन्दर छ है यो यहाँको फुलहरू। मैले तपाईँहरूलाई देखाएँ। एकदम आउनु होला, यहाँ आनन्द ठाउँ छ ट्याक्क। यता यो पार्क भइहाल्यो हो, यता यो घरहरू रहेछ है साइडहरू।
परी लगाउली चुरा किनिदिन्छु ए तिमीलाई म यहाँ पुरैमा रिसाउन सानो कुरैमा ए तिमीलाई म यहाँ पुरैमा रिसाउन सानो कुरैमा ए तिमीलाई म यहाँ पुरैमा रिसाउन सानो कुरैमा। ल यसमा घुम्नेछौँ। यतिखेर हामी चाहिँ टक्क जङ्गल देखिन्छ अगाडिपट्टि। यता हामी छौँ दाजुभाइ, यता गाडी आइरहेको छ साथीहरू। टक्क बाटो यहाँ चाहिँ बाटोको जापानको चाहिँ जस्तो मानेको बाटो चाहिँ उसै राम्रो एकदम पिच नेपालको जस्तो छैन। यहाँ चाहिँ जस्तो जङ्गलको बिचमा नै बाटो चाहिँ राम्रो सजिलो सहज। हामी चाहिँ खासमा चाहिँ माछा मारिन्छ भनेर हिँडेको हो। यसको लागि अब यो जङ्गलभित्र जान्छौँ। जङ्गलभित्र जान्छ हामी चाहिँ खोस्तोला झुली छ। यहाँ चाहिँ बाँसको बल्छीहरू यतापट्टि रहेछ। यहाँ अब हाम्रो दाजु हिँडिसक्यो जङ्गल ठिक छ नि होइन जङ्गल कतै भालु आउने भालु त आउने त होइन। ल यो के हुनेवाला छ त। ल साथीहरू हेर्नुहोस् त यता जङ्गल। तपाईँहरूले चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट लाइक सेयर सब्सक्राइब गरेर सहयोग गरिदिनु होला गाइस। युवराज रोका युट्युब च्यानल। ओके छ ओके चाहिँ यस्तो रहेछ। ल हामी यहाँ लाग्यो हामी पुरै बाँसै बाँस छ। पुरै गाउँघरमा हुन्छ नि यो बाँसहरू पिङ हाल्ने बाँसहरू त्यो बाँसहरू रहेछ गरे। त्यसको चाहिँ धनु बनाउन खतरा हुन्छ। धनु बनाउन ठिक हुन्छ। यो हेर्नु त बाँसहरू के बाँस यसो पिङ गर्दा हुन्छ नि घारा अरिङ्गल पनि घारा ठ्याक्कै ठ्याक्कै गाउँघरमा अरिङ्गल पनि घारा हुन्छ नि साथीहरू। त्यस्तै छ है होला। ल है त हामी जङ्गलमा निस्क्यो हामी चाहिँ ठ्याक्क अब ठ्याक्कै गाउँले पारा घर जानु पर्छ। ठिक छ त्यही हो। अनुभव राम्रो छ होइन? फेरि बवाल छ। एक्सप्लोर हान्नुपर्छ केटा हो। नेपालमा गयो भने घुम्ने हिँड्ने यहाँ पनि काम हुन्छ तर काम पछि चाहिँ त्यस्तो टाइम फुर्सद मिलाएर घुम्नुपर्छ केटा। रुममा सुतेर मोबाइल हेरेर नबस्मा झ्याक्नेहरू त्यस्तै हो। रुममा सुत्ने केटाहरूलाई है यो चाहिँ काम भयो भने आफ्नो स्वास्थ्य पनि स्वास्थ्यको लागि पनि ध्यान दिनुपर्छ कि यसो घुम्यो भने चाहिँ हेल्दी भइन्छ। नयाँ नयाँ ठाउँहरू एक्सप्लोर गऱ्यो भने चाहिँ आफूलाई चाहिँ माइन्ड फ्रेस हुन्छ। जापानको त्यो भित्री त्यो पीडादेखि चाहिँ मन टाढा जान्छ। त्यस पछाडि चाहिँ रुममा बस्दा बस्दै हैरान भएर टेन्सन डिप्रेसनमा जानुभन्दा चाहिँ यस्तो पाएर फ्रेस भएर बाहिर घुम्दाखेरि चाहिँ फ्रेस हुन्छ है। त्यही भएर टाइम मिल्यो भने चाहिँ घुम्नुहोस् लगेटा हो। त्यही हो म त्यही भन्न चाहन्छु। अब अरू त केही छैन। ए घुम्नु त राम्रो रहेछ। पानी आउला जस्तो नि हो। यहाँ जापानमा फेरि जब पाइन्छ त्यसरी भिडियो बनाउन पाउन्न कि त्यही भएर फेरि गाह्रो छ गर्न पनि। मैले त्यही भएर भिडियो बनाउन छोडिदिएको केटा त्यही हो। अब जता पायो त्यो भिडियो बनायो भने नि अब समस्या गाह्रो पर्ने। अब त्यही भएर सेपरेट ठाउँमा मात्रै भने फेरि गाह्रो हुन्छ। त्यही भएर यसो तपाईँहरू पनि जापान आउँदै हुनुहुन्छ भने चाहिँ अब नेममा भिडियो सिडियो खिच्न मिल्छ कि मिल्दैन त्यसरी चाहिँ गर्नु होला। ल हामी चाहिँ अगाडि गयो भने चाहिँ मसान घाट छ त्यता नजाऊँ होला। हामी चाहिँ अब हिँडेर उता पर गएर अर्को भिडियोमा भेटौँ ल। ओके।